वालबाट पानी आउँछ भने हामीले के गर्नु पर्यो, पहिला माइनेट ल्याउनु पर्यो। माइनेट गरेर यहाँ हेर्नुहोस्, माइनेटमा यो घोला हाल्ने है। घोला के गरी हाल्ने त यो हेर्नुहोस्, पहिला यो वाटरप्रुफको ठ्याके यो छ नि वाटरप्रुफ डाक्टर सुपर टेक्स, पहिला यो राख्ने है। त्यस पछाडि यहाँ हेर्नुहोस्, त्यस पछाडि हामीले के गरेका छौँ, ओ यसबाट पानी आउँछ। म ग्यारेन्टीको साथमा यो भिडियो बनाइरहेको छु। हेर्नुहोस्, यो माइनेट हालिराखेको छु। त्यो माइनेट हाल्नु बेला यो वालमा के गर्नु पर्यो, पहिले मसला केमिकल, त्यो केमिकल भनेको यहाँ छ है, यो केमिकल हाल्ने है यसमा राखेर। त्यस पछाडि एउटा अर्को पनि केमिकल छ है, त्यो केमिकल यहाँ छ है। ल हेर्नुहोस्, पहिला यो केमिकल राख्नु पर्यो, यो केमिकल राख्नु। अनि यहाँ हेर्नु, हामीले टाँसी राखेको है। यो टाँसीको पनि तरिका हेर्नुहोस्, यो तरिकाले हामी टाँसी राखेका छौँ। यसको ग्यारेन्टीको साथ म भन्छु कि पानी कहीँबाट यति पानी आइरहेको छ यसमा, म ग्यारेन्टीको साथ दिएको छु। हेर्नुहोस्, योभन्दा तलको फ्लोर पनि मैले गरिसक्यो, ग्यारेन्टी भएर बल्ल फेरि माथिको काम मलाई पाएको हो है। म ग्यारेन्टीको साथमा तपाईँले बताइराखेको छु। यहाँ हेर्नुहोस्, यो पनि हेर्नु है। त्यही हिसाबले म ग्यारेन्टीको साथ बताउँछु। यो भिडियोको लागि नेक्स्ट टाइम यति नै हो, अर्को भिडियो म बनाउँछु, हजुरलाई सबै देखाउँछु है। ल ओके सर, लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है, सब्सक्राइब गरिदिनु होला है सर। हस्।